हेलो गाइज वेलकम टु माई मिनी ब्लग आएको तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ खेतमा काम गर्दै लागेको होइन, खेत जोत्न भनेको यो खेत जोत्नुपर्छ। भाउजू मम्मीहरू काम गरिरहनु भएको छ। त्यो गाइज काम गर्नुपर्छ। यो ठेटा फाल्ने हो, यत्रो छ। त्यो गाइज अब फाल्नु पर्यो, यो बोकेर लग्नुपर्छ। के गर्नु, काम गर्नु पर्यो, हात फोहोर पर्छ, काम गर्नु पर्यो। त्यो गाइज लगेर फाल्न लाग्यो। अब चाहिँ मैले घर त्यो गाइज अब चाहिँ म फेरि जोत्न सुरु भयो, जोत्न जानु लाग्यो। त्यो गाइज काम गरी हुन्छ। अब चाहिँ म पसल पस्न आएको होइन, पसलमा नानीहरूले बोलाएको छन्। नानीहरूले सामान लाग्ने भनेको छन्। यिनीहरू नानीहरू बोलाएको छन् दोकानमा सामान दिनुपर्छ। अब गाइज के गर्नु। गाइज अब चाहिँ म भुस ल्याउन जाने भनेको चल्लालाई भुस ल्याउनु म त हिँडेको गाइज। कति बस्नु दोकानमा पनि। त्यो गाइज चल्लालाई भुस पनि अब भरेर सकिन लाग्यो भुस भरेर पनि अब चाहिँ जानुपर्छ। पसिना आएको छ गाइज भुस भरेर पनि भुस पनि भरेर पनि अब भुस फिट्न पर्छ। यहाँ भुस फिचेर पनि सिद्धिन लाग्यो गाइज। अब चाहिँ फेरि मकै खन्नतिर लागेको म त गाइज। फरसर ल्याएर मकै अब गोर्न पर्छ गाइज। त्यही हो अरू गरिरहनु भाउजू मम्मीहरू हिँडाएको छ हाम्रो घर आज। त्यही गाइज अब चाहिँ मकै सकै गरेर पनि सिद्धिन लाग्यो। अब चाहिँ घरतिर जानुपर्छ। आज चाहिँ ब्रोइलर खाने विचार भएको छ। मासु बनाउन लाग्यो म चाहिँ। त्यो गाइज आज चाहिँ ब्रोइलर खाने विचार भयो। आजलाई यति।